नमस्ते सबैजनालाई। तपाईँ सबैजनालाई स्वागत छ हाम्रो च्यानल दिपेन्द्र एजुकेसन टेकमा। आजको हामी यो नयाँ भिडियो लिएर आइसकेका छौँ एसईको रिजल्ट सम्बन्धित। एसईको रिजल्ट त हिजो नै आइसक्यो। अब एसईको रिजल्ट धेरै विद्यार्थीहरूको लागि राम्रो हो, धेरैको लागि नराम्रो पनि महसुस भयो। अब त्यसको लागि के गर्नु पर्यो? अब एसईको रिजल्ट जुन विद्यार्थीको राम्रो छ, राम्रो जिपी आएको छ भने त्यसको लागि धेरै राम्रो हो। मेरो तर्फबाट पनि बधाई छ। अब जुन विद्यार्थी भाइ बहिनीहरूको अब रिजल्ट कम आयो, एनजी लाग्यो, चाहे जिपिए कम आयो, अब त्यसको लागि केही न केही उपाय गर्नु पर्यो। अब जसको रिजल्ट कम आएको छ वा जसको एनजी लागिसकेको छ, अब एनजी लागेको छ भने के गर्नु पर्यो? अब यदि तपाईँको एनजी लागेको छ, एनजी लागेकोमा अब सप्लिमेन्ट इक्जाम तपाईँहरू दिन पाउन सक्नुहुन्छ। अब जस्तै तपाईँको अब सप्लिमेन्ट इक्जाम दिन त कतिवटा सब्जेक्टमा सप्लिमेन्ट इक्जाम दिन पाइन्छ। सप्लिमेन्ट इक्जाम तपाईँ कतिमा 1 वा 2 सब्जेक्ट्स यदि तपाईँकोमा एउटा वा दुईटामा एनजी लागेको छ भने तपाईँहरू सप्लिमेन्ट इक्जाम दिन पाउन सक्नुहुन्छ। यदि त्योभन्दा बढीको सब्जेक्टमा दुईभन्दा बढीकोमा यदि एनजी लागेको छ भने दुईटामा मात्र योचोटि सप्लिमेन्ट इक्जाम तपाईँहरू दिन पाउनुहुनेछ र अरू छ भने अर्को सालमा इक्जाम दिन पाउनुहुन्छ। त्यो पनि जुन विद्यार्थीले यो साल भर्खर दिनुभएको छ त्यसको लागि मात्र हो। पोहोर साल दिएको, अगाडि साल दिएको र फेरि यो साल दिएको छ त्यसको लागि दिन सप्लिमेन्ट इक्जाम दिन पाइँदैन। र यो साल फर्स्टचोटि जुन विद्यार्थी भाइ बहिनीहरूले दिनुभएको छ त्यसको लागि सप्लिमेन्ट इक्जाम छ। यदि तपाईँको एउटा सब्जेक्ट वा दुईटामा छ भने सप्लिमेन्ट इक्जाम तपाईँहरू दिन पाउनुहुनेछ। अब त्यसको लागि एनइबीले त फर्म खुलेको छैन, आज शनिबार हो, फर्म पनि खुलेको छैन। अब यसको फर्म खुलिसकेपछि हामी तपाईँहरूलाई जानकारी गराउनेछौँ। र अझै एउटा कुरा अझै के छ, यदि तपाईँहरूको एनजी आएको छ वा रिजल्ट कम आएको छ, जस्तै तपाईँहरूले इक्जाममा लेख्नुभयो राम्रो, तपाईँहरूलाई कन्फिडेन्स थियो कि मार्क्स राम्रै आउँछ, तर मार्क्स राम्रो आएको छैन भने अब त्यसको लागि के छ, रिटोटलिङ छ। अब तपाईँहरूले रिटोटलिङ पनि गराउन सक्नुहुनेछ। रिटोटलिङ भनेको तपाईँले लेख्नुभएको छ मार्क्स कम आयो भने त्यसको लागि रिटोटलिङ फर्म पनि खोल्छ। अहिले फर्म खुलेको छैन, रिटोटलिङ फर्म खोल्छ। त्यसको लागि फर्म भर्नु केही चार्ज हुन्छ, त्यो लगाएर तपाईँ आफ्नो फर्म भर्नु। र रिटोटलिङमा के हुन्छ कि तपाईँले लेख्नुभएको जति छ त्यसमा अब मार्क्स कम आयो, तपाईँले कन्फिडेन्ट थियो कि मैले लेखेको थिएँ यति तर मेरो मार्क्स कम आयो, त्यसको लागि रिटोटलिङ हो। रिटोटलिङमा तपाईँले के छ कि जस्तो मार्क्स चढाउनमा मिस्टेक भएको छ, अब कपी चेक गरेको छ तर मार्क्स चढाउनमा के छ कि मिस्टेक भएको छ भने छुटेको छ, त्यस्तो केसको लागि रिटोटलिङ हो। कपी फेरि चेक हुँदैन, रिटोटलिङमा मार्क्स मात्र हुन्छ। तपाईँले मार्क्स जोड्नमा यति कम बेसी छ भने हो तपाईँको मार्क्स फेरि यसमा के हुन्छ कि जोडिन्छ र तपाईँको मार्क्स राम्रो आउँछ। यदि तपाईँलाई कन्फिडेन्स छ कि मैले लेखेको छु तर मेरो लेखाइ अनुसारको मार्क्स आएको छैन भने तपाईँहरूले रिटोटलिङ पनि गराउन सक्नुहुनेछ। र जुनमा अब तपाईँहरूले एनजी लाग्यो, थाहै छ कि एनजी लागेको छ मार्क्स कम आउँछ भने त्यसको लागि टाइम छ, प्रिपरेसन गर्नुहोस्। अहिले फर्म खुलेको छैन, फर्म पनि अब छिटै खोल्छ। प्रिपरेसन गर्नुहोस् राम्रोसँग र दिनुहोस्, किनकि तपाईँहरूको लागि एउटा अझै मौका छ आफ्नो रिजल्ट राम्रो बनाउनको लागि। अब योचोटि फेरि तपाईँहरूले यदि मिहिनेत गर्नु भएन भने त अब तपाईँको रिजल्ट बिग्रिनेछ र तपाईँको एक साल लस हुनेछ। त्यसको लागि तपाईँहरू मिहिनेत गर्नु होला, राम्रोसँग मिहिनेत गर्नु होला। टाइम छ अहिले। र यति भन्दै आजको भिडियो हामी यहीँ निकाल्छौँ। र जुन अब नोटिस आउँछ रिटोटलिङको वा सप्लिमेन्ट इक्जामको लागि त्यसको लागि पनि भिडियो लिएर हामी छिटै नै आउँछौँ, सबभन्दा पहिला नै आउँछौँ। धन्यवाद।